त्यो पनि ल त अब लाग्यो नि त चाहिँ घरतिर कि कता हो लाग्यो दाजु अब लगभग अब कोले खानीतिर पुग्नु लाग्यो के हो यस्तो राम्रो सुन्दर ठाउँ रोडहरू यो रोडको नाम चाहिँ के अरे यो रोडको दाजु कुलेखानी सिस्नेरी फार्पिङ रोड हो यो त मैले पत्ता लाएर छोडेँ नि त योपालि यसपालि मलाई पनि थाहा भयो अहिले चाहिँ अनि यस्तो राम्रो ठाउँ छ मान्छे है मान्छेहरू हिँड्दैन यो बाटो खाली छ इलेक्ट्रिक गाडीहरू भाडाको गाडीहरू चाहिँ एकदम धेरै कुद्दो रहेछ माथि के अरे के उता मात्रै कुदिरहन्छ कि मान्छेहरू कुलेखानीको बाटो अर्को बाटो बनाउँदै गरेको चाहिँ अलिकति राम्रो रहेछ त्यो बनाउँदै गरेको बाटो सिन्धुलीको बाटो बिपी राजमार्ग मान्छेलाई खालि हतार मात्रै हुन्छ होइन यहाँ यस्तो राम्रो ठाउँ आनन्दले ओह्रालो कालो कति मजा ठाउँ पनि नेपाल सरकारले बनाएको बाटोमा हिँड्नु छोडेर यहाँ हेर्नु जापानिज सरकारले तिर कुदेर भयो ल हेर्नु कति मजाको बाटो बनायो नेपाल सरकारले पनि बनाउँछ नि बनाउँदै बनाउँछ अब बनाएको पनि हेर्नु पर्यो अलिअलि जापान मात्रै गाली गर्नु भएन यति राम्रो बनाएको छ नि हेर्नु बट्टल झर्दै गरेपछि यहाँ ब्याग चाहिँ झरेको छैन तपाईँको यो पाखामा सुन्दर ठाउँ हेरौँ न यो कहाँ हो यो पाखामा पनि आएर बस्नुपर्ने भयो क्या हामीले बस्नुपर्छ एकदम यो ठाउँको नाम त ठ्याक्कै दाजु यो यसलाई चाहिँ भन्छ क्या सिस्नेरी क्या तपाईँलाई फेरि सबै जानकारी गराउनु पर्ने सिस्नेरी खोला हो नि त यो अहिले भर्खर यस्तो राम्रो सिस्नेरी खोला सिस्नेरीलाई भिदा हो सिस्नेरीलाई तपाईँको हातमा छ के ठाउँ छ कहाँ कहाँ ठाउँहरू चिन्ने छ तपाईँको हातमा अनि अस्ति खोलाले हानेको बाटो अस्ति नै खोलाले हानेको ठाउँ भन्छ यसलाई 5-6 जना मान्छे बगाएको ठाउँ हो कुलेखानी रोडमा सरर हिँड्दैछ आँखा साँखा जे होस् भिडियो चाहिँ बनाइन्छ कि आँखा जस्तै कुलेखानी रोड आयो कस्तो राम्रो देखेको मान्छे त पागलै हुने खालको सुन्दर रहेछ नि हो यस्तो मान्छे पागल भयो भने त के गर्नु दाजु अलिक ठिक लागेन हौ मलाई यो कुरा चाहिँ पागल भयो भने त सकिगयो नि भाइरल हुन्छ नि मान्छे यो ठाउँमा यस्तो पागल भएर यस्तो ठाउँ रहेछ त अनि मान्छे पागल हुँदो रहेछ विदेश भन्छ माथि डाँडामा त घर छ दाजु माथि टुप्पामा माथि टुप्पामा घर के को विदेश पहिला आफ्नो ठाउँ घुम्ने होइन त्यहाँबाट विदेश जाने मन पर्यो भने चाहिँ मन परेन भने हजुर व्यवस्था हुँदै गरेको रहेछ काठमाडौँ आउँदा जे होस् यो बाटो आउनु छिट्टो छरितो राम्रो रहेछ नेक्स्ट बाटो हिँड्नुपर्छ दाजु यो पालि अब अर्कोचोटि चाहिँ हेटौडाबाट उतै छिर्नु पर्यो कि यो भिडियोहरू हेर्दै गर्नुहोस् नयाँ नयाँ बाटोहरू मात्रै पाउनुहुन्छ तपाईँले काठमाडौँ कसरी जाने होइन इटरी कसरी फर्किने नयाँ नयाँ बाटोहरू भेट्नुहुन्छ एकनासे बाटोहरू हुँदैन यहाँ हेर्नुहोस् न बाटो कस्तो यस्तो त्यो राम्रो बाटो थियो साँच्चैमा राम्रो छ त यो ठाउँहरू प्राकृतिक रूपले चाहिँ एकदमै भरिपूर्ण है प्रकृतिले भरिएको सजाइएको यहाँनिर यो ठाउँको चाहिँ नाम चाहिँ के अलिक थाहा भएन है इभीको लागि पनि यहाँ टेन्सन लिनुपर्ने तातै रहेछ चार्जरहरू यो दाजु यात्रा मिटर हो 83 किलोमिटरभित्र 4 ठाउँ जति चार्जिङ स्टेसन रहेछ यात्रा चाहिँ एकदम सुविधा रहेछ व्यवस्थितै हो खानु पिउने सबै ल आफ्नो देशको सुन्दरता हेर्नुहोस् आफ्नो देशको सुन्दर खालि विदेश भन्नुहुन्छ भन्छन् होइन ल हेर्नुहोस् यो कहाँ हो यो स्विजरल्यान्ड भन्दा राम्रो देश स्विजरल्यान्डको बाउ स्विजरल्यान्ड त छोरा मात्रै हो कि त्यही होइन यो ल हेर्नुहोस् नेपालको गाडी ल हेर्नुहोस् यो के हो यो फेरि कुन गाडी हो स्कर्पियो दाजु स्कर्पियो इन्डियाको भयो भने नेपालमै कुदिरहेछ नि त नेपालको त हिरो हो नि त्यो हेटौँडा अब 45 किलोमिटर रहेछ दाजु कस्तो ठाउँ आइयो त ल
हेर्नुहोस् ल हेर्नुहोस् ल ल ल माथि तल दायाँ बायाँ सबै हेर्नुहोस् ल कस्तो यो त म त राख्ने के अरे खिचाइ गर्नु मन लाग्यो त यो त म त ठाउँ ठिक छ त दाजु खिच्दै गर्नु न मान्छेहरू बसिरहेको छन् चौतारीमा पहिला मान्छेहरू सम्झनामा चौतारी बनाइदिन्थ्यो होला तर हेर्दाखेरि त यस्तो राम्रो नि तर यताउति बस्न त साह्रै गाह्रै होला है बस्नुलाई त गाह्रो हुन्छ नि यो ल झरना सानो झरना सानो झरना गएको त साह्रै सानो झरना एउटा थियो झरनाको नाम थाहा भएन माथि डाँडामा घर छ दाजु पाहाडतिर ल मान्छे बसेकै छ नि हो कसरी माथि बस्यो डाँडामा हेर्नु न माथि है मान्छेहरू कसरी बस्छ साह्रो हेर्दा त अब रमाइलो राम्रो हुन्छ नि सधैँभरि बस्दा त गाह्रो हुन्छ नि जीवन चाहिँ कष्टकरै छ नि दाजु बस्दा ल यहाँ फेरि पानी कति मजाले छ झरना झरना कान्छा झरना ल खिचेको ल ठिक छ दाजु खिचिराख्नु तपाईँको 5 मिनटको भिडियो अस्ति त्यति 40जना सब्सक्राइबर हुँदा त 40 चोटि हेरिसक्यो मान्छेले होइन अब सब्सक्राइबर बढेपछि त कति हेर्छ होला भन्नु न पैसा त छ्यापछ्याप्ती कहाँ राख्नु हो दाजु यही रोडैमा आएर सुताउने देखाउने हो नि यही रोडलाई फेरि अलिकति प्रवर्धन गर्नुपर्ने भयो होइन दाजु मेन्टेनेन्स गरिन्छ पैसाले त्यो पर अघि उयो भएको थियो नि होइन त्यही आएर तपाईँ र म चाहिँ अब व्यस्त गर्नु पर्ला नि बनाउनु पर्ला ठिकै हो त्यो पनि कुरा त राम्रै छ गाउँ हेर्नु गाउँ पनि छ उतापट्टि गाउँ निकाल्नु न दाजु गाउँ साह्रै राम्रो छ। गाउँ चाहिँ त्यो अलिक त एन्ट्री के अरे माथिको लान्छ क्या त्यही भएर नखिचेको गाउँ पनि छँदैछ पछि अब मन पऱ्यो भने यता गाउँ छ क्या र गाउँ पनि देखाउँला अहिले चाहिँ सिक्रेट अहिले चाहिँ हिडन जेम हो नि त गाउँ त होइन पछि हिट भयो भने मात्रै दिने हो दाजु त्यस्तै यो गाउँ बस्ती नभएर यिनीहरूले छेकेर राखेर चाहिँ बनाएको होला क्या दाजु यो क्या हो यति राम्रो राम्रो ठाउँ गाउँहरू बस्तीहरू धेर नभएर चाहिँ यो माथि कुलेखानी ड्याम पनि छेकेको होला क्या दाजु त्यस्तो लाग्यो मलाई हात्ती त्यही छ अस्तिको त्यो बगाएको खोल्सा चाहिँ यो रहेछ क्या दाजु हजुर हो ठुलो खोल्सा चाहिँ पोहोर साल बगाएको पोहोर बगाएको ठाउँ यही होइन नदी ल अलिअलि बाहिरको रोडैमा धुलो उडाउँदै भन्थ्यो यस्तै रहेछ ल यो फेरि भैँसीको बाई रोडको बाटो पनि हो नि त दाजु यो बाहिरको बाटोमा धुलो उडाउँदै धुलो उडाउँदै आउँछु अगाडि उडाउँदैछ कसले यो को हो तपाईँकै जस्तै हो यो हाम्रै कम्पनीको गाडी हो दाजु यो बिआइडी ल कुन पोल बिआइडी तिमीले देखासन सब्सक्राइब गर्नु पछि भिडियो भने बिवाइडीको पनि हामीले एड गरिदिएको छौँ पैसा त दिनु पऱ्यो पछि होइन पछि पऱ्यो जे होस् पैसा कमाइ भयो भने बिवाइडीले पनि सोच्यो भन्दा बेसी कमायो भने चाहिँ हामीले अलिअलि सहयोग गर्दाखेरि केही जाँदैन होइन दाजु बिवाइडीको पनि थुप्रो एड भयो नि त भयो पुरै अब यही त हो त दाजु अब ड्याम उयो त भित्रपट्टि ल अब चाहिँ हाम्रो के ड्याम पो कुलेखानी ड्याम आइपुग्नु लाग्यो कुले ड्याम पनि आइपुग्न आँट्यो है ल कुले ड्यामलाई ड्यामले सरसर ड्याम ल नामै कुले ड्याम ठाउँ पनि यस्तो राम्रो रहेछ त्यसै ड्याम पनि बनायो होइन रहेछ नि त कुले ड्याम जोस् यो यता वरिपरि यस्तो यिनीहरू पनि झन् चाहिँ कुले ड्याम नै भन्नु पर्ला है यता यताको यो यो छेकेर त्यहाँको पानीहरू छेकेर यता पानी छेकेको होला नआएको होला कि। सुपर लाली गुराँसले पनि धुवा फाल्दै के आमा बुबाको आशीर्वाद भन्दै
अगाडि अगाडि हिँड्नुभएको छ है हामीलाई यो के अरे साइडमा आएको नदी नदी इन्द्र सरोवर यो यही रहेछ इन्द्र सरोवर गाउँपालिकै रहेछ नि त इन्द्रको बेलाको भएर हो क्या धेरै यताउति गरेर आँखा अलिक उयो हुँदैछ सिधा मात्रै हेरिराख्नु दाजु अरे क्या अलिक सिधै गर्नुपर्ने छ मुन्टो यताउति गरेर क्या यातायात कुलेखानी रोड Carping Road सर बस्नु भएको रहेछ त्यही भएर बाटो नकाटेको रहेछ कि सर एकजना बाटोमा च्याप्पै बस्नु भएको रहेछ आइयो है दाजु ल कुलेखानी ड्याम कुलेखानी ड्यामै आइपुग्यो नि यहाँ माथि है ड्याम उतै पर्तिर दाजु ड्याम नै आइपुग्यो है यहाँबाट यता जाँदा पनि माथि कुलेखानी ड्याम गइन्छ ल यहाँ माथि कुलेखानी ड्याम चाहिँ माथि पर्यो तर हामी चाहिँ तलैबाट अब तलै लाग्यौँ तेर्सो ड्याम चाहिँ अगाडि आउँछ होला अलिकति हेर्नु पाइन्छ होइन ड्याम त राम्रै खिच्दैन न त ड्याम चाहिँ सबै देखाइदिएन न माथि नगयो भने होइन ड्याम पुग्न आँट्यो भनेपछि रोड पनि त्यस्तै बनाएको छ ड्याम जस्तै सुन्दरै बनाएको छ उयो भित्ता पुरा उत्तिसको रुखहरू रहेछ यो भनेपछि सिम पानीमा रहेछ नि त दाजु ठ्याक्कै ड्याम चाहिँ ड्याम सिम खोला भन्दो रहेछ यसलाई खोला चाहिँ ल माथिल्लो ड्याम हेर्नुहोस् न पानी झरेको छैन हौ त्यहाँ छैन दाजु पानी त खासै छोड्दैन रहेछ यो अब पछि हो त ल ड्यामलाई पनि बाई गरियो ल ड्याम पनि पुललाई पनि चढ्यो माथि चढ्यो यसो गर्नु पऱ्यो आजलाई अहिलेलाई यही इन्ड गर्नु पऱ्यो म पनि बिदा गर्नु पर्ला जस्तो छैन आँखाले अलिक बिगार गरेको जस्तो लाग्यो अब को यति राम्रो भिडियो खिच्ने को भन्नुहुन्छ नि हामी दुईजना एकजना पऱ्यो जी जैसा गर्नु हुँदैछ